डिम्ब भन्नाले महिलाहरूको शरीरमा हुने एक प्रकारको पदार्थ हो जसले यौन प्रजननमा भाग लिई गर्भाधान हुनमा सहयोग गर्दछ। महिलाहरू नियमित महिनावारी भएको 12 देखि 16 दिन तथा 3 देखि 4 पटक महिनावारी भएको दिनबाट 14 दिन घटाउँदा महिलाहरूको ओभुलेसन समय सुरु हुन्छ। त्यो दिनको 6 दिन अगाडि वा पछाडि बच्चा राख्न सबैभन्दा उपयुक्त हुने विज्ञहरूको भनाइरहेको छ। सन्तान जन्माउने उपयुक्त उमेर 20 देखि 30 वर्ष मानिन्छ किनकि यो समयमा महिलाहरूमा गुणस्तरयुक्त डिम्ब उत्पादन हुन्छ। गुणस्तरयुक्त र स्वस्थ डिम्बले गर्भाधान गर्न सहज हुनुका साथै बच्चा पनि स्वस्थ जन्मिन्छ। डिम्बलाई आजीवन जोगाइ राख्न डिम्बको मात्रा बढाउने कुनै ठोस आधार भने छैन। त्यसैले भएको डिम्बको कसरी सदुपयोग गर्ने त्यो कुरामा ध्यान दिन आवश्यक रहेको छ। महिला वा किशोरीमा महिनावारी नियमित छ। महिलाको अण्डा निस्किएर वीर्यसँग निषेचन भई गर्भमा बच्चा बस्यो। सो समयमा बच्चा गर्भमा राम्रोसँग हुर्कियो र बिना कुनै जन्मजात रोग स्वस्थ जन्मियो भने डिम्ब स्वस्थ भएको भन्न सकिन्छ। गर्भ बसिसकेपछि भ्रूणमा कुनै समस्या देखिँदैन भने त्यसलाई गुणस्तरको डिम्ब मान्न सकिन्छ। डिम्बको गुणस्तर राम्रो हुनुका लागि 20 देखि 30 वर्ष उमेर हुनुपर्दछ। यस अवधिमा प्रजनन क्षमता उच्च रहेको हुन्छ। इस्ट्रोजिन र प्रोजेस्टेरोन हर्मोनको मात्रा उच्च मात्रामा उत्पादन भई स्वस्थ डिम्ब पनि यही समयमा बढी निस्किने र सन्तान जन्माउन शारीरिक रूपमा प्रजनन अङ्ग विकास भई परिपक्व भइसकेको हुन्छ। जसकारण 20 देखि 30 वर्षको उमेर गर्भाधानको लागि उपयुक्त मानिन्छ। उसो त केटीहरूमा जन्मिँदै औसतमा 10 देखि 20 लाखसम्म डिम्ब हुन्छ। जब किशोरावस्थाको समय अर्थात् 13 देखि 14 वर्षमा प्रवेश हुन्छ त्यतिखेर करिब 3 लाख डिम्ब मात्र बाँकी रहन्छ। प्रत्येक महिनावारी हुँदा भएका डिम्बहरू निक्रिँदै जान्छन्। त्यसमा पनि सबैभन्दा राम्रो र गुणस्तरको डिम्ब 20 देखि 35 वर्ष उमेरमा निस्किने गर्दछ। डिम्बाशयमा बिस्तारै कम गुणस्तरका अण्डा मात्र बाँकी हुन्छन्। 35 वर्षपछि डिम्ब खर्चिने दर तीव्र हुन्छ। डिम्ब सकिएपछि महिनावारी पूर्ण रूपमा रोकिन्छ जसलाई रजोनिवृत्ति भएको भनिन्छ। धूम्रपान तथा मदिरा सेवनले डिम्बको निष्कासन हुने प्रक्रियालाई घटाइदिन्छ। त्यति मात्र होइन, यसमा हुने रसायनहरूले यसको गुणस्तरमा पनि खराब पार्ने गर्दछ। पोषणयुक्त खानेकुरा दैनिक जसो नखाएमा डिम्बको गुणस्तरमा कमी आउन सक्छ। प्रायजसो जङ्क फुड खानेकुरा, तारेको खानेकुरा, पौष्टिक खानेकुरा कम खाने, बाहिरको खानेकुरा, झोलिलो खानेकुरा कम खाने र समयमा खाने बानी छैन भने तिनीहरूमा डिम्बको गुणस्तर कम हुन सक्दछ। डिम्बको गुणस्तर कायम राख्नका लागि तनाव व्यवस्थापन गर्ने, शारीरिक सक्रियता बढाउने, पर्याप्त सुत्ने जस्ता पक्षमा विशेष ध्यान दिनु पर्दछ।